हेलो guys, welcome back to our channel. आज चाहिँ हामी गुन्यौ चोली हिजो सकेर आज हामी पियाजी भरताल। यता हाम्रो दिदी होइसिन्छ, यता मुया गुना, यता सीता दिदी, यता रन्जिता दिदी, अमै सरी सरी, यता हाम्रो जुई साहब हुनुहुन्छ। अब चाहिँ आए जस्तो छ 36-32 हो। बाई बाई हामी बाइकमा गाइज। ल ल टोली आइपुग्यो भरताल गाइज, टोली गाइज टोली। पैया राधे खुट्टा दुखेर यस्तो भएको छ नि गाइजहरू। ल यी त म त अगाडि बस्नु परिहाल्छ। हजुर सिटहरू समाउनु है, अब कुदाउने बेला आइरहेछ आइरहेछ। ल गाइजहरू हामी चटपटे खाने ठाउँमा आइपुग्यौँ। अब डुङ्गा चढेर अब चटपट खाने हो। यहाँ हाम्री पुतली होइसिन्छ, बेहुली हिज कि उता होइसिन्छ माता र ज्येष्ठ दिदी। दिदीलाई राम्रो देखेको छ। यता बन्दैछ चटपट। यो चाहिँ बिगारी खिता के गरी मिलाइराख्नु पर्छ। यता त भएको गर्छ, यो फोटोमा नराम्रो आउँदा पनि मलाई गाह्रै छैन। छोरा दिदी आउँछु मामुसँगै। दिदी हिँड्नु न त हामीलाई हेरौँ पाएन भने म त चाउँछु। नखानेहरू नखानेहरू छुटे, कोही हिँडे दुईजना के गर्छ। अर्को लट फेरि आयो बदाम र बदामको पोको त कता पो गयो, उता छ क्या बदाम र फेरि हरियो क्राउ मिठो। हजुर अब हामीलाई के पनि मामु हामी 3 थोक खेल्छौँ ल। अब के खेल्ने रे? 3 जना छौँ, त्यही भएर 3 थोक खेल्छौँ ल। म के खेल्छ? कहाँ छ सानो यहाँ पिङ देखाउ त मलाई। यहाँ के रे बस न बस। गाडी चढिरहेछन् गाइज।
छोराछोरी छोराछोरी रमाइलो छ गाइस छोराछोरी खेलिरहेछन् घर जाने बेला भयो गाइसहरू अब हाम्रो ड्राइभर चाहिँ यता हुनुहुन्छ अटो ड्राइभर पछाडि लु अटो पार्टी त्यहाँ छन् है गाइस शीतल भयो ल गाइस हामी घर आइपुग्यौँ हाम्रो घरको हालत हेर्नु होला है एकचोटि हिजोको के अरे गुनिउचोली आजको भरततालको घुमाइ हेर्नुहोस् गाइस यस्तो दिन फेरि कहाँ आउँछ र म एकचोटि खिचेरै राख्छु यस्तो दिन फेरि कहाँ आउँछ हौ ओहो यस्तो दिन फेरि कहाँ आउँछ हौ गाइस सबै कोठा हेर्नुभयो नि भात होइन रे रोटी खाने रे राम राम हालत यो त भात पनि पो केही गरेको रहेछ आज त हाम्रो त बर्बाद भइगयो है अरू टोली आउँदैछन् गाइसहरू ल है त टाटा बाई बाई